चाहिँ नाङ्गे बनाएर हान्छ गरी डगीमा दुईवटा क्यामेरा हेलो नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल स्वागत छ। सो आज चाहिँ हामी त अबे जल्दी बोल कल सुबह पनवेल निकलना बेगो बुकिङ हान्न जाँदैछौँ। सो म चाहिँ जाँदैछु दाइ आइसक्नु बाहिर। सो जाँदैछु, सामान चाहिँ सब रेडी भइसक्यो, यहाँ हालिसकेँ। सो जाँदैछु। अब दाइ चाहिँ कहाँ हुन्छ हेरौँ। हाम्रो दाइ यतातिर भ्लग बनाउँदैछौँ कि सर बारेर बेगो बुकिङ हान्न बाहिर म टक्क बारे ऐनामा हेर्नुहोस्, दाइलाई सर बारेर बुलेटको हेलमेट छ, बाइक चाहिँ होन्डा साइन छ। चौरा पुग्नुपर्छ। अनि पेट्रोल पम्पमा गयो राम्रो दाइ। अनि हाम्रो अहिले मदन पनि झट्का लगाओ के जोर चाहिँ भन्ने भयो। ल तपाईँको भन्छ। हामी त सर र कोलपुरको भ्यू हेर्दै टक्क बेगो फोटो खिच्न सर र दुई भाइ टक्क पारेर अर्कोलाई म्यासेज गरेर म्यासेज मात्र हेर्छ, गर्नु भने रिप्लाई दिने यार। कति हाँसे मलाई यहाँ फोटो खिच्न कोही नआउनु होला, न्युरो आउनु होला। फेरि त्यो डेकोरेसन पनि हामीले गरेको थियो, हामीले निकालिसक्यौँ। मैले मस्तेरसँग कबड्डी खेल्नेपछि त्यहाँ जानु होला, नत्र न्युरो आउनु होला। हाम्रो क्षेत्रीय परीक्षा निरन्तर कार्यालय अखबार हाम्रो एनसिएम सशस्त्र स्कुल होस्टेल हो स्कुल होइन। अब हामी दाइको घर गएर वाकिटकी लगेर टक्क कन्ट्याक्ट गरेर गल्ली गल्लीमै वडा छ। हामी दाइको घर पुग्न लाग्यौँ। यही हो दाइको घर। सर बट्टाले यहीँ कोलपुरमै 3 गाडी बनाएको। हामी दाइको घर पुगिसक्यौँ। दाइको घर अर्को बाइक पनि दाइको कोठा फेरि माथि छ। फेरि आवाज आयो पनि थाहा हुन्न कि दाइको कोठामा, तपाईँको कोठामा आवाज आयो पनि थाहा हुन्न कि त्यो चाहिँ माथि छ कोठा। हामी चाहिँ अब दाइको घरबाट निस्किसक्यौँ। गिम्बल लगेर सानो लेन्स हाले कि अहिले नहाले जस्तो छ। दुई खोका माल छ यसमा चाहिँ। 4 खोका सामान यता छ। हेलो माइक चेक 1 2 3 हुन्छ। पुलिसलाई पनि यहीँ पब्लिक हामी चाहिँ 10,000 देखि माथिको बुकिङ भयो चाहिँ एक एउटा फोटो चाहिँ
फ्रीमा बनाएर दिन्छौँ। हेलो 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 होइन त सुन्दैन कतिमा छ यो 60 हेलो 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 माइक चेक माइक चेक माइक चेक माइक चेक 1 2 3 1 2 3 1 2 3 हेलो 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 चार्जर पछाडि हालिदिन्छु हेलो हेलो नचिको बात क्या हात पनि थियो बुद्धबङला यो हाम्रो टाइम बुद्धको नाम चाहिँ रक स्ट्रङ पिबिसी एन्ड ओपिसी सिमेन्टबाट बनेको रहेछ यो बुद्धबङला बुद्ध नै त्यहीबाट बनेको यो जो पनि आउँछ यहाँ नाङ्गै बनाएर हान्छ गरी डगीमा अगाडि चाहिँ मैले देखेको थिएँ त्यसो एउटा बाहुन पण्डितको क्यामराम्यान मान्छेको घर चाहिँ यतैबाट जान्छन् बाहुनको नाथ मन्दिर द्वार प्रवेश फ्युल सेन्टर यहाँ यो टक्कबाट फ्युल हालेर जान्छौँ हामी चाहिँ नयाँ बाबा बेला बेलामा यो डुङ्गा जस्तै पनि हालिदिन्छ एक सय 58 यति महँगाइ छ यार का 200 रुपियाँको हेलिकप्टरको फ्युल हालिदिनु होला 2000 को फ्युल हाल्दैछु मैले हेलिकप्टरमा 200 को एक 0.26 200 हामीलाई 0.26 को चाहिँ अपडाउन भइहाल्छ 1 लिटर चाहिँ बाइकमा बस्छ हेलिकप्टरमा यो रोडदेखि अनि केराको रुखदेखि फेरि एल छ 1 2 3 4 5 6 7 8 8 खिच्छन् 1 2 3 4 5 6 अनि उता केरादेखि उता भित्र गएको दुईटाहरू 8वटा दाइले क्यामेराबाट कमाएको सम्पत्ति किन्नेमा कोही किन्ने इच्छुक हुन्छ भने आउँदा हुन्छ अर्जुन दाई पसलमा छन् कि छैन
चाहिँ अहिले बिहेको घर जाँदैछौँ। गाडी पनि टर्निङ दिन रोक्छ यार। हेलो अङ्कल। सो गाइस हामीहरू चाहिँ बिहाको घरबाट टिका लगाएर टक्क भएर दुबई निस्किसक्यौँ। अहिले त दुबई निस्किसक्यौँ। लोकेसन चाहिँ टिटप होटलमा छ। अब उतै गएर बिहेको फोटोहरू सुट गरिन्छ। अब के कस्तो हुन्छ हेर्दै जाऊँ। यो बाटो अघि पनि हेर्नुपर्छ, जुन बाटो आएको त्यही बाटो जाँदैछौँ। गाडी चाहिँ धेरै अगाडि पुगिसकेको हुन्छ। फेरि हेलिकप्टर अलिक बिस्तारै कुद्छ कि यो गाडीले ओभरट्याक गरेको यसकी सो गाइस हामीहरू चाहिँ अब निस्किसक्यौँ यहाँबाट। त टक्क टिका पनि राम्रो देखिएको रहेछ। राम्रो केटीहरू एउटा भाइ बन्छ, एउटा मैले पनि त्यही सकेमा दिएको राम्रो भाइ भेटिनु भयो। त्यही सकेमा मेरो पनि बिहा हुन्छ है, सबै भेटिनु पऱ्यो। बिहेको गाडी चाहिँ यता रहेछ। बिहेको गाडी चाहिँ हामीभन्दा पछाडि छ अहिले। सो हामी चाहिँ बिस्तारै हिँड्नुपर्छ। अब हामी थिटा भन्न फेरि फोटोमा पुगाउँला झ्याउँछ फेरि। हाम्रो दाइको हेलमेट हेर्नु न, यो हेलमेट ओ माइ गड। ऐनामा देखाइरहेको छ, सबले हेर्नु होला दाइलाई, सबले चिनिन्छ होला दाइलाई चाहिँ। राइडरलाई नचिनेकोले चिन्नु होला, चिन्दै गर्नु होला दाइलाई चाहिँ। काम चाहिन्छ पछि आन्टीहरूले धेरै चिन्नु होला। गाडी चाहिँ बेको वहीँ पठाएको छ यार। पुरै दाइको जग्गा है, कसैलाई चाहियो भने सम्पर्क गर्नु होला। दाइको जग्गा है, बिक्रीमा छ, बिक्रीमा। एक कट्ठाको 1 करोड। तिम्रो गाडी गाडी ए यो गाडी त मेरो हो यार। यहाँ टाल्दैछन् कसले यार, ल्याइन कोही कि यतापट्टि को दाइको फेरि यो सेतो दाइको प्यालो मेरो हो। यता लिएर टाल्दैछन् यार दाइ यार। सिम्पल लोड कमाइ छैन। सबैजना चाहिँ यो परान मुभी हेर्न गइदिनु होला। वाइल राम्रो छ गरे परान मुभी चाहिँ मैले हेरेको छैन। पट्काउँछन् बुलेट, हामी त होन्डा साइन पट्काउँदै। हामी हेलिकप्टर पट्काउँदै, अरू चाहिँ बुलेट पट्काउँदै। ओ माई गड, ओ माई गड। हामी चाहिँ यसलाई भिडियोमा भाइरल गरिदिन्छ यो गाडीलाई। हामीसँग 1 करोडको सामान चाहिँ कसैलाई चाहियो भने लानु टक्क सुर्केसमा। 2 खोका माल छ, कसैलाई चाहियो भने सम्पर्क गर्नु। हामी पुलिस टक्क भरेर पुलिसवालालाई छक्काएर तपाईँहरूसँग पुऱ्याउन सक्छौँ। यो सामान चाहिँ भर्खर बोर्डरबाट लिएर आएको यो सामान। कसैलाई चाहियो भने चाहिँ भन्नु होला है। एकछिन मेरो कला चाहिँ ल। सो गाइस हामी चाहिँ कल गरेर अहिले निस्किसक्यौँ। हामी चाहिँ अहिले किरण खोलामा छौँ। गाजा घुम हो। कसैले घर किन्न चाहन्छ भने यो घर बिक्रीमा छ, मात्र 4 करोड। अट्याच बाथरुम हाग्ने पुग्ने सबै छ यो घरमा चाहिँ। कसैलाई चाहियो भने भन्नु होला, चाहियो भने चाहिँ सम्पर्क गर्नु होला है।
अङ्कलले त्यो केटीहरूले हेर्छन् कि हेर त्यसरी लभ पर्ला है हाततिर साइड काट्दै हामी टकमा जुम्ली हेर्दै टिटप होटल भने चाहिँ यहाँ यो तर त्यो दुई साथी बस्छ पारेर हामी हाम्रो लोकेसनतिर पुग्न लागिसक्यौँ अब सबै बेको फोटोसुटहरू यहीँ हुन्छ यहाँ बाटोमा ल्याएर खिचिदिने हो अहिले गजर 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 पुगिसक्यो हाम्रो दुईटा होटल बाइक माथि नै राख्नुपर्ने हो के छ सम्झना सन्चै छेउ भाइ गर दाइ हाम्रो हेलिकप्टर दुई खोका माल छ है यसमा चाहिँ दुई खोका माल कसैलाई चाहियो भने कन्ट्याक्ट गर्नु होला पुलिसबाट हामीले बचाएर लिएर आएको छौँ दुई खोका माल झिक्दै गर त्यो के झुको त्यो क्यामेरा रेडी पार रेडी छ तिहार फोटो नि तिहार भिडियो बनाऊ हामी चाहिँ अब क्यामेरा सेट गर्छौँ अनि त्यसपछि चाहिँ बोलाउँला है भेट्दै गरौँला बिहेको फोटोसुट हुँदैछ है यहाँ चाहिँ दुईवटा क्यामेरा यो चाहिँ 4 लाख करस त्यो चाहिँ 2.5 लाखको है ब्यागले पनि उल्टा हान्छ त बेला बेला मलाई भन्यो नि भनेर हो क्या अनि यता सामान छ गेम्बलहरू चाहिँ फिट गरेको छैन मैले चाहिँ हामीलाई यहाँ गेम्बलको जरुरत छैन सो मान्छेहरू चाहिँ यताउता हुन्छ अहिले चाहिँ यता कमै देखिनु भएको छ आज आउँदै हुन्छ अरे मान्छेहरू यता खिच्दै छैन हामी चाहिँ भिडियोग्राफर हो भिडियो चाहिँ अझै बनाउने टाइम भएको छैन अहिले एकछिनमा हामी बेला बेला बनाइराख्छौँ टक्क भएर दाइ जानुभयो अब भिडियो सुटको लागि आँखैबाट हान्नुहुन्छ भिडियो पनि उहाँ त खतरनाक हो उहाँ चाहिँ मेरो पालो पनि आउँछ अहिले भिडियो सुट गर्ने फोटो सुट र भिडियो सुटको लागि मेरो पालो आउँछ अहिले चाहिँ यहाँ दुईटाको पालो छ म चाहिँ यता चिलमा सो गाइज त्यसैले चाहिँ बेगन्सन हामीलाई सम्झिनु अरूभन्दा सस्तो भरपर्दो राम्रो एचडी क्वालिटीमा पाउनुहुन्छ तपाईँहरूले बुझ्नु हो नि गाइज मेरो म अहिले कतलाई फेर्न लागिसक्यो अब कभर फेर्नुपर्ने छ आजको पैसाले कभर फेर्नुपर्छ है त म त चिलमा छु अहिले अनि यता यही फोटोसुट भिडियो सुट भइरहेको छ केटाहरूको त हाम्रो बेहुला राजा ब्लगर युट्युब च्यानल छ कति सब्सक्राइब छ भर्खरै खोलेको यार भर्खरै खोलेको नाम के हो भन्नुहोस् अमित खड्का हो 333 अमित खड्का 333 यस कति छ भन्नु न लगभग छैन अस्तिबाट खोलेको यार 3-4 दिन भयो अब भिडियो बनाइरहेको छु गाइस लाइक सब्सक्राइब गरिदिनु होला अनि अरू थाहा भने ल यताउता आउटडोर फोटोहरू पनि खिच्देऊ न एउटै ग्रुप हो तिमीले एउटा भन्यो त्यो हेर मैले 2टा मगाइदिएछु सजिलो होस् भनेर क्यामेरा तिमीले एउटा क्यामेरा भन्यो त्यो हेर मैले 2टा मगाइदिएछु दाइ तपाईँको क्यामेराको सेटहरूलाई कति पर्छ लगभग यो क्यामेरा 4.5 लाखको भाइ त्यो क्यामेरा 4.5 लाखको माथिको स्पिडलाई 10,000 अनि यसलाई पर्छ 35,000 35,000 जम्मा 35,000 यहाँ यसलाई सस्तो पर्छ गिम्बल हो नि गिम्बल थाहा छौ क्यामेराको गिम्बललाई महँगो पर्छ फोनको गिम्बललाई सस्तो पर्छ त्यसलाई कति पर्छ त ठुलो होला त्यो चाहिँ परेको 2.5 लाखको क्यामेरा जुम कसको बढी हुन्छ जुम बराबर हो त्यसमा 200 mm यसको पनि 200 mm यो सानो लेन्स छ यहाँ चाहिँ ठुलो लेन्स यसको अब अलिपछि भेट्दै गरौँला के कस्तो हुन्छ टक्क पारेर अब अलिपछि भेट्दै गरौँला है उसको बाहिर गरी बाहिर घरमा लगेर खिच्नु भने त्यो उसमा ब्लगर हो नि
ब्लगर के ब्लगर नै कुनै यो बेको आउटडोर फोटोहरू ए भाइ 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 तिमीले के गर मान्छेहरूलाई चाहिँ यहाँको चिनाउँदैन बाहिर लगेर रोडमा खिचा बरु यहाँ बाहिरको मान्छे भाइ बरु अब बाइकको खिच यिनको खिच्योहरू बेहुलाको टक्क बाहिर 2-4 खिचेर अहिले उता बस्छ साथी त्यहाँ सीतामा टक्क बाहिर उता बस्छ चिल टाइममा छन् क्यामेराम्यानहरू के छ र सन्चै छ के हो पुरा भ्लगर हो क्या अलिअलि यार भिडियो हाल्नु पऱ्यो क्या यता दाइ फेरि लाग्नु भएको छ यता छुट्टै फोटोसुटमा उताबाट हेरेर हाँसिरहेछन् फेरि उताबाट हेर्दै हाँसिरहेछन् नत्र आउटडोर फोटोहरू चाहिँ भाइले लगेर खिच भाइ यहाँ चाहिँ सिन छैन नि त वाइट आउँछ एडिट गर्दा झ्याउ हुन्छ कि तपाईँ लङ हाल्नुहुन्छ कि भिडियो सर्टहरू सर्ट मात्रै हाल्नु सर्ट मजा हाल्नु लङ मजा आउँछ लङ त कोही हेर्दैन हेरिहाल्छ नि त लङ फुल हेर्ने नि त आधा हेर्ने नि त अहिले मोबाइलमा पनि चार्ज धेरै छैन हेलो गाइस अब दाइले कन्टिन्यू गर्छ मेरो भलक चाहिँ आधा थियो त्यसो नसमाउनु ल नि दाइ समाउनु यस अब चाहिँ मेरो पालो हिँड्दा गाई चाहिँ होइन हामी पनि अब होटलको भात सात खानु पऱ्यो गर्नु पऱ्यो होइन अब ज्यान पनि थाक्यो धेरै काम गर्दा गर्दै होइन है गएको अब हामी चाहिँ खाना खाऊँ अरू गरौँ सब भइरहेको पिरियड त सकिसक्यो पर ल अब एकछिन हामी चाहिँ कन्टिन्यू गर्छ भाइ समाचार त एउटा साथी म यति पनि भाइ हाय म त केही पनि खाँदिनँ है भाइ म दबाएर खानुपर्छ केटा होइन भयो यो चाहिँ सब अमितको बिहेमा पनि यस्तै खानुपर्छ भयो भयो यो भयो भन्दैछु लाज लागेर गयो थोरै भाइले चाहिँ लाज नमानेर गप्पाको बात गर्छ नि किन भन्दा चाहिँ भाइ चाहिँ पनि लिएको रहेछ जुम्बी भाइले सबैले सो गाइस अहिले चाहिँ हामी बेको फोटोसोटो खिचेर चाहिँ रुममा आइसक्यौँ सो फोटो के कस्तो भयो त्यो चाहिँ देखाउनु पाइनँ किनकि मेरो मोबाइल चोरी भएको थियो हरेको थियो त्यहाँ चाहिँ है टेबलमा राखेको एउटा मान्छेले चाहिँ भेटाएको रहेछ अब नाम चाहिँ नखुलाम अब उसलाई पनि के थियो भन्ने होइन मोबाइल चाहिँ त्यही टेबलमा रहेछ हामी चाहिँ दाइले लग्नुभएको थियो भोलक बनाउँदै बिर्सिनु भएछ अब फोटो खिच्नको लागि अब अत्ताइरहेको छ नि त मान्छेहरू त अत्ताइरहेको बेला चाहिँ दाइ बिर्सेर क्यामेरा सेन्सर मात्रै हिँड्नु भएछ फोटोसोटो खिच्न त्यसपछि मोबाइल त्यही छुटेछ ऊ मान्छेले चाहिँ अब कसको मोबाइल भनेको थियो अरे सो हामी उता थियौँ अब सुनेन फोटो त मेरो अगाडि मेरो दिदीहरू छ देख्नुपर्ने उसले चिन्नुपर्ने फोटो खिचिरहेको मलाई फेरि उस जो बेहुला छ ऊ चाहिँ मेरो साथी हो अनि के अरे बेहुलालाई चिनेको कारण चाहिँ अब मलाई पनि चिन्नुपर्ने उसले चाहिँ चिनेन गरे अनि के अरे उसले चाहिँ रिसेप्सनमा दिएको रहेछ त्यही होटलको रिसेप्सनमा पनि कोही आएन भन्दै थियो 1 घन्टा अगाडि मोबाइल हराएको जब 15 मिनटपछि मैले थाहा पाएको छु त यससँग मोबाइल माग्दाखेरि मोबाइल हरायो भन्नुपर्छ उसले 1 घन्टा त्यहाँ राख्यो भन्यो झुट बोल्यो अनि त्यसपछि हामी त्यहीँ छौँ त्यो मान्छे त्यहीँ छ हामी यहाँ छौँ कल गऱ्यौँ साइलेन्टमा राखिदिएछु मेरो मोबाइल अनि लक पनि धेरैचोटि हानेर चाहिँ त्यो अब एप्पलमा चाहिँ त्यो देखाइहाल्छ नि त अब के अरे धेरै पासवर्ड आएपछि चाहिँ धेरै टाइमसम्म देखाउँछ नि त फेसलकले खुलिहाल्छ पछि त देखाएको थियो भेरिफाई गर्ने भन्ने देखाएर चाहिँ उसले चाहिँ लक तोर लागेको रहेछ यता गर्नु लागेको रहेछ सकेन रहेछ मेरो एप्पलको फेरि सक्दैन के अरे फ्लाइट मोडमा पनि राख्न सकिनँ स्विच अफ पनि हुन्न यो त फेरि मेरो स्विच यो लगै खोल्नु पऱ्यो स्विच अफ गर्न लागि पनि सेटिङबाट मिलाएको सब त्यही कारण चाहिँ अब यताउता देखाउनु पाएन मोबाइल हराएको कारण चाहिँ सोल चाहिँ रुममा आइसक्यो रुममा आएर चाहिँ हामीले सामान चाहिँ हेर्नुहोस् टक्क पारेर यता गिम्बल चाहिँ यतै छ लेन्स सानो लेन्स यता छ अब यता चाहिँ यस्तै राखेको छु यो त
वाकिटकी अनि सब चार्जमा छ। वाकिटकीको चार्जमा छ, यो चार्जमा छ, यो चाहिँ कामै छैन नि। क्यामेराको ब्याट्री चार्ज, वाकिटकीको ब्याट्री चार्ज सबै चार्जमै छ अहिले त। छ रुमको हालत यस्तो छ मेरो। ब्याग यसै राखेको छु। कपडा यो एउटा पोइन्ट मात्र है धुनुपर्ने। अब यो गरेर चाहिँ भेस्ट गरेर चाहिँ दुईवटा हुन्छ, एक जोर हुन्छ। सरसम्म चाहिँ यसरी छ मेरो रुमको हालत। अब यहाँ लाइट साइड जोड्छु मैले चाहिँ, लाइट जोड्छु किनकि मलाई यही रुममा बिताउँछ नि त 5-6 महिना त आठ कन्टिन्यू टाइमसम्म। त्यसो चाहिँ गाइज जो जतिले जहाँबाट पनि हेर्दै हुन्छ मेरो भ्लग सबैजना चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यहाँ जति चाहिँ एकअर्कालाई सपोर्ट गर्दै गरौँ, माया देखाउँदै गरौँ। आज यति भन्दा चाहिँ मेरो भ्लग यहीँ इन गर्छु। हस्त नमस्कार, जय नेपाल।